विदेशी देशहरूमा अहिले पनि बच्चाहरूलाई टिफिन हाल्नु सट्टा पेरेन्ट्सहरूले चाहिँ बच्चाहरू सेफ होस् भनेर ब्यागमा कन्डम हालेर पठाउनुहुन्छ नि त होइन। विदेशी देशका बच्चाहरूको सेफ्टीको लागि बाबुआमाले टिफिन बक्समा कन्डम हालिदिन्छन्। टिफिन बक्समा कन्डम हाल्ने, कन्डम त अन्धै हाल्ने होइन र? कता कता के नमिला लाग्यो नि मलाई अहिले। अनि फेरि टिफिन भनेको त 8-10 वर्षको बच्चाहरूले लिएर जाने होला नि त। त्यो 8-10 वर्षका बच्चाहरूले कन्डम किन लिएर जाने? कि मास्टरहरूलाई दिनलाई, कि समाजसेवा गर्नलाई? कहाँ छ यस्तो समाजसेवी बच्चाहरू भए देश? म जापानमा छु, त्यस्तो समाजसेवी बच्चाहरू यहाँ छैनन्। कुन देशमा हो कमेन्ट गरौँ त, म त्यही देशमा आउँछु। 2-4 प्याकेट हामीलाई नि मिल्छ किन होइन? खानेकुरा हाल्ने हो नि त टिफिन बक्समा त। कन्डम त खाँदैनन् होला कि कन्डम नाम राखेर कुनै मिठा परिकारहरू बनाएर बेचिरहेका छन्, समाजमा बाँडिरहेका छन्, बच्चाहरूलाई दिइरहेका छन्। थाहा नभए नि त हुनसक्छ नि त हामीलाई होइन? हामी त सोच्छौँ। म सोच्थेँ कन्डम त लाउने कुरा होला भनेर, टिफिनमा चाहिँ नि हाल्ने कुरो रहेछ। के हो यो खाजामा अलिक कन्फ्युजन भयो। म अलिक अध्ययन गरेरै बोल्छु है यो विषयमा। अहिले म च्यात्थेँ ल।